च्यानल आज मैले चाहिँ मेरो घरमा भएको प्लान्टहरु देखाउन लाग्छु। सो हेर्नु है, म अब देखाउन लाग्छु। ल गाइस, पछि स्टार्ट गर्छु। मैले मेरो स्कुलमा इन्भाइरोमेन्ट डेमा चाहिँ यो प्लान्ट लगाएको थिएँ है। अहिले हल्का उयो भइसक्यो। अनि अर्को देखाउनु उयो छ, अर्को यो क्याक्टस छ, अर्को यो यत्रो ठुलो छ है प्लान्ट। यत्रो ठुलो प्लान्ट छ, आमामा कत्रो ठुलो है। अनि यो प्लान्ट छ, यो अनि यो सूर्य भगवान छ, अनि उयो पनि त्यही प्लान्टको उयो जराखेर हो। उयो सनफ्लावर है के हो थाहा भएन। अनि उयो चाहिँ उयो पात चाहिँ के हो भनौँ, उयो चाहिँ पात मात्रै हो। अब म माथि जानेवाला छु। सो सब गाइस, सो म माथि पुगेँ। सो म यहाँदेखि स्टार्ट गर्नेवाला छु। आमामा यहाँ दामी छ त यार, यत्रो ठुलो त्यही थियो अघि तल ल्याएको थिएँ। आमामा स्ट्रबेरीको रहेछ त भाइ, स्ट्रबेरी नै फलाएको थियो तर ठुलो भएको छैन हो। सो अर्को यो प्लान्ट, आमामा के हो यो ठुलो भइसक्यो रहेछ है। अस्ति कति सानो थियो यो, आमामा यो त कति ठुलो भइसक्यो। ए मैले अघि तल पनि देखाएको थिएँ नि, यो क्याक्टस भइहाल्यो, यो एलोभेरा, यो कनफ्लावर हो थाहा छैन। तर जस दामी छ इस, आमा इस दामी दामी छ क्या। यो चाहिँ आ गर्नेवाला इस आ भन्नु यस्तो छ पारा। उयो पनि उतै छ जस्तो लाग्यो। अनि उयो पनि छ यो प्लान्टहरू, यो पनि प्लान्ट। यो पनि मुख गर्नेवाला उयो भइहाल्यो। यो टमाटरको भयो, स्ट्रबेरी। उयो त वाटरप्रुफ के हो यो उयोवाला के, त्यो वाटरप्रुफवाला लिफ यसको त्यही हो क्या वाटरप्रुफ। अनि यो भइहाल्यो, यो उयो हो। अनि यो यस्तो छ यो। अनि यो त अघि देखाइसकेको भइहाल्यो। अनि यो त अघि यो पनि अघि देखाइसक्यो। यो पनि यो चाहिँ अस्ति भर प्लान्ट रोपेको हो। यो त ठुलै भइसक्यो रहेछ। उयो स्ट्रबेरी रहेछ यार, आमामा यो हल्का टिप्ने बेला भएको छैन यार, टिप्छ नि म। आमामा कति धेरै फल्यो भाइ, आम्बो जस्ट ठिक छ। यो चाहिँ हाम्रो वाटर ड्रम ट्याङ्की। उयो चाहिँ त्यो अचार बनाएर खानु मिल्ने पात के, यो अचार बनाएर खानु मिल्ने। यो पनि उतै छ त्यहाँ, यो पनि त्यही हो। अनि आमा यो पनि ठुलो भइसक्यो भाइ चाँडै। यो रोज हो कि केसको प्लान्ट हो यो, उयो भयो उयो त्यसको यो अस्तिमा रोपेको। आमामा ड्रागन फ्रुटको प्लान्ट यत्रो भइसक्यो रहेछ भाइ, कत्रो ठुलो। पहिला कत्रो सानो थियो यो, झडाइ निक्ल्यो कि क्या यसको के हो यो, होइन रहेछ। आमामा यत्रो प्लान्ट छ भाइ। सो आमामा यार ब्लग यो कन्स्ट्रक्सन वर्क नै अस्ति बनाइरहेको थियो, अहिले सिधै नै लगाइसकेको रहेछ। गाइस यस्तो छ है, यस्तो। सो अर्को भिडियोको लागि चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। अनि मलाई हल्का लगाइरहेको क्या त्यसैले अर्को भिडियोको लागि लाइक सब्सक्राइब गरिदिनु होला। सो अर्को पार्टको लागि चाहिँ गरिदिनु होला है, थ्याङ्क यू। यो प्लान्ट चाहिँ राम्रो रहेछ भाइ, यो मन पऱ्यो मलाई।